दामी आइसकेको छ। यसलाई के भन्छ? न्यू रेसिपी विथ कान्छी है। फर्स्ट टाइम ट्राई गरेको छ कान्छीले चाहिँ विथ आलु चोखा है। नयाँ रेसिपी बनाएको छ है। बनाउँछु के बनाउनु जाने तिमीले चाहिँ? भोलि म डोनट पनि बनाउँछु मेरो बाबुको लागि। डोनट बिस्किट अब घरमै बनाउनु पर्यो, सबै होममेड। ब्रेड क्रम पनि मैले घरमै बनाएको है गाइस, कस्तो हुन्छ है। प्लिज तपाईँहरूलाई यसको रेसिपीहरू चाहियो भने भन्नुहोस् होला हो। यो कुरा चाहिँ ट्राई चाहिँ गर्नुपर्छ है। अब यहाँनिर फ्राई गर्नुपर्छ। फाइनली भइसकेको छ मेरो चाहिँ है यहाँनिर। वाउ कस्तो मजाको भएछ है। यो चाहिँ मैले कागजमा किन हालेको भने चाहिँ तेल त मजाले तारेको छु है, तर पनि तेल तारोस् भनेर। कस्तो लाग्यो तपाईँहरूलाई? प्लिज यसको रेसिपी चाहियो भने कमेन्ट गरिदिनुहोस् होला है। धेरै सेयर पनि गरिदिनुहोस् होला। अन्त मेरो नयाँ पेजमा मलाई फलो पनि गरिदिनुहोस् होला। यस्तो नयाँ नयाँ रेसिपी तपाईँहरूको छेउमा ल्याउने छु म है। कस्तो लाग्यो? अन्त हामीलाई धेरै माया दिनुहोस् होला है पहिलाको जस्तै। अन्त अब चाहिँ कन्टिन्यू भिडियो आउने छ है। थ्याङ्क यू फर वाचिङ है। कस्तो भयो म चाखेर भन्ने छु तपाईँलाई है। आयो हाम्रो फाइनली आयो गाइस। यहाँ हेर्नुहोस् है। दामी रामे